होइन आज चाहिँ अब डे 1 रोटेसन हो। टक्क खानासाना बनाएर कम्पनी गइरहेछौँ हामी चाहिँ। इन्डसम्म हेरिदिनु होला। यो चाहिँ च्वाचेको मासु है, चाइनिज स्टाइलमा। कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। अनि त्यसै अनुसार अब यस्तो खानासाना बनाएर एकछिन कस्तो लाग्यो, कस्तो छ कलर, दामी होला होइन। अनि यो चाहिँ मटन रहेको छ, यसरी बनाएको। यसलाई फर्स्ट चाहिँ यसलाई पकाएर होइन, अनि यसमा चाहिँ अब त्यो अलिअलि मसला मिलाएर यसलाई फ्राई गरेर चाहिँ फेरि फ्राई गरेको है गाइस। मसला हालेर चाहिँ क्रेप्सी अनि राम्रो मिठो हुन्छ है यो चाहिँ। अनि यो चाहिँ सुँगुर है गाइस, सुँगुरको मासु रहेको छ। यसलाई पनि त्यही स्टिम गरियो अनि त्यसपछि चाहिँ अब यसलाई काटेर यस्तो पातलो काटेर अनि चाहिँ फ्राई गरियो। ल त्यसै गरी अब चाहिँ हामीले खानासाना बनाएर नुहाएर खानासाना गाडीमा राखेर हामी चाहिँ कम्पनीको लागि गयौँ है त। अब यस्तो जाँदा 10 किलोमिटर छ है, टाढा चाहिँ 10 किलोमिटर लाग्छ। अब यस्तरी जाँदा रमाइलो हुन्छ गाडीमा। टक्क भ्यूहरू हेर्दै सिनहरू हेर्दै टक्क गइन्छ। के गर्नु, यस्तै छ। यस्तरी चाहिँ आफूलाई पनि देखायो। के गर्ने, अलिअलि मेहनत चाहिँ गर्नु पर्यो। अब कम्पनी आयो गाइस, कम्पनी हाम्रो चाहिँ यो हो क्युट्याक। खोलो बे जल्दी, गाडी स्टार्ट कर। ल हामी चाहिँ कम्पनी पुगेर पनि खाना राखेर पनि अब यी चाइनिजहरूलाई खेलाइरहेको हो। अब के गर्नु, यस्तै हो। झपटा मार्छन् यिनीहरूले, खाना देख्नै हुँदैन। टक्क आएर यस्तरी लिइरहेछन्, मजाक पनि गर्छन्, हँसाउँछन् पनि, खुसी राखेका छन्। के गर्नु, यस्तै हो। कम्पनी चाहिँ यो रहेको छ गाइस। अब चाहिँ हामी खानासाना खिलाएर चाइनिजहरूलाई होइन। हम अब कहाँ जा रहे ड्राइवर, बता दो यार। डेल्टा कितना? अच्छा हाँ, डेल्टा है गाइस। अब डेल्टा जा रहे हम। हाय गाइस, आज हमने अभी सारा खाना वाना खिला पिला के अब हम गाइस अपने किचन के उधर जा रहे हैं। डेल्टा 3 गाइस, ऐसे बने रहना, लाइक करना,